हेलो साथीहरु, तपाईलाई लोकसेवाको च्यानलमा स्वागत छ। साथीहरु, खुशीको खबरमा तपाईहरुको बीचमा भन्न गइरहेको छु। शिक्षा सेवा आयोगबाट 1547 वटा नयाँ शिक्षकहरुको छनौटको लागि विज्ञापन खोलिदिएको छ। र साथीहरु, कुन विषयमा कति सिट खोलेको छ त्यो पनि कुरामा आज यस भिडियोमा बताइदिएछु। साथीहरु, यस च्यानलमा न्यू हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, बेल आइकन पनि प्रेस गरिदिनु होला ताकि लोकसेवा सम्बन्धी कुनै पनि भ्याकेन्सी खोलोस् तुरन्तै म यस भिडियोमा तुरन्तै यस च्यानलबाट म तपाईहरुको समक्षमा भिडियो बनाएर पेश गरिदिन्छु। र साथीहरु, भिडियो हेरौँ हामी। देशभर रिक्त भएका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले 7वटै प्रदेशबाट आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। आयोगले नेपाली विषयमा कुल 231 वटा साथीहरु नेपाली विषयमा 231 वटा सिटहरु खोलेको छ। थाईको लागि 261 वटा सिट रहेको छ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरु, यहाँ हेर्नुहुन्छ नेपाली विषयमा कुल 231 वटा सिट खोलिएको छ। अंग्रेजी विषयमा साथीहरु दिएछ, अंग्रेजी विषयमा दिएछ 312 सिटबाट दिएछ। गणित विषयमा साथीहरु दिएछ, गणित विषयमा दिएछ 289 दिएछ भने विज्ञान विषयमा साथीहरु दिएछ सबभन्दा बढी भ्याकेन्सी खोली छ। विज्ञान विषयमा दिएछ हाम्रो 435 वटा विज्ञान विषयमा खोलिदिएको छ। सामाजिक अध्ययन विषयमा साथीहरु 201 वटा खोलिदिएको छ। अर्थशास्त्र विषयमा 10 वटा खोलिदिएको छ। र कार्यालय सञ्चालन तथा लेखा विषयमा हाम्रो खोलेको छ 51 वटा सिटहरु खोलिदिएको छ। र यसै साथीहरु, हाम्रो यो जुन भ्याकेन्सी खोलेको छ तपाईहरु तयारी गर्दै हुनुहुन्छ भने यसमा एप्लाई गरेर तपाई मेहनत गरेर तपाईमा भविष्यको पनि सूचना होस् भनी च्यानलबाट धेरै जसो जानकारी पाउन सक्नुहुन्छ। त्यसैले गर्दा म तपाईलाई रिक्वेस्ट गर्दछु साथीहरु, यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यसरी विभिन्न सूचनाहरु तपाईहरुले यस भिडियोबाट यस च्यानलबाट प्राप्त गर्न सक्नुहुन्छ च्यानललाई सब्स्क्राइब गरेपछि। यसरी गरेर हाम्रो यसरी नेपाली विषयमा पनि दिएछ 231 वटा सिट खोलेको छ। त्यसैले नेपाली पढेको छ त्यो नेपालीमा फाइट गर्न पाउन सक्छ। अंग्रेजी विषयमा पनि दिएछ 312 वटा सिट दिएछ। अंग्रेजी विषयका शिक्षकहरुले पनि यसमा फाइट गरेर सिटहरु धेरै खोलेको छ। साथीहरु, मेहनत गरेर तपाई पढ्नुहुन्छ भने पक्कै नै तपाईको निस्किन्छ लोकसेवाबाट। ल साथीहरु, यो भिडियो यही सूचनाहरु तपाईलाई म समक्ष पेश गर्न यो भिडियो बनाउन मेरो उद्देश्य रहेको थियो। र साथीहरुलाई तपाईहरुले यो सूचना भने राम्रो लाग्छ भने भिडियोलाई शेयर गरिदिनु होला साथीहरुलाई पनि, ताकि उहाँहरुले पनि एप्लाई गर्न सक्नुहुन्छ भने उहाँहरु पनि एप्लाई गर्न चाहनुहुन्छ भने शेयर गरिदिनु होला भिडियोलाई। र आफ्नो साथीहरुलाई पनि सब्स्क्राइब गरिदिनु होला भन्ने च्यानललाई भनिदिनु होला। साथीहरुलाई म यही आफ्नो 2-4 मिनेट टुङ्ग्याउन चाहन्छु। थ्यांक्स फर वाचिङ माई भिडियो।